बाबु त्यो पात्र आमा के खोजेर बसे अब तल अनि यहाँ पूजा गर्ने बेला भयो त्यो बोलाइदिनु न प्लास्टिकको अब त्यो भनेको ऐनादेखि भयो पूजा नमस्करोमि देवाय भगवान नेताय कृष्णाय गोविंदाय नमो नमः सत्सिमा अक्षर ओम नाममे तर्पे अब गाईको छाप समाप्त पुस लिएर गाई राखेको थिएँ त मैले काँडो पारेको गाई राखेको दिएको थिएँ नि त पुस लिनु पाउनु खाँदैनौ छो छौ अहिले छौ अहिले फेरौँला कुन्डा जाने छौ न अहिले खै आमा आउनु भने यसो यो गौराङ्गी ल हरि ओम तत्सत हरि ओम तत्सत मंडला अंतर्गत कोटेवाड़ा ग्रामे कोटेवाड़ा तल्लपुरा ग्रामे 60 संवत्सराणां मध्ये शीतार्थी नाम संवत्सर श्री सूर्यनारायण दक्षिणायने परितो शौर्येण चंद्रेण उत्तममासान्तर्गत शुक्लपक्ष शुक्लपक्ष षष्ठी तिथौ चंद्रवासरायतायां सूर्य अब बत्ती सक्नु हुन्छ पूजा रहेछ तुला राशि থেকে श्री सूर्य तुला राशि থেকে श्री सूर्य चंद्रमसी आज धनु राशि থেকে चंद्रमसी धनुराशि स्थिति चंद्रमसी मिथुन राशि स्थिति देवगुरु अन्य शेषे भौमादिग्रह सूर्यतायता स्थान स्थिति सत्संग सीतायाम सीतालग्न भरण मुहूर्तान वितायाम परिपूर्ण समपंडित कौडिन्य गोत्र उत्पन्न कौडिन्य वशिष्ठ मध्यवादिनी त्रिपुर माध्यमिन भाषा शुक्ल यजुर्वेद अध्याय नाम के अरे दाजु राशिको नामहरू मेष राशि सदस्य चूड़ामणि शर्मा स्वमाता स्वभ्राता स्वभार्या सपरिवार सहित प्रतिनिधि भूत्वा मम परिस्मरण कर्मणि पितृपिता बुवाको राशिको नाम पितृपिता लोकनाथ शर्मा नियमित एकपीठ श्राद्ध कर्मणि तदङ्गतेन पिण्डदानादि कर्मणि तदङ्गतेन तदङ्गतेन कामले गावरे सजिलोसँग खवराउन तदङ्गतेन तर्पणादि कर्मणि अधिकार प्राप्त्यार्थम अहम मम योजना धर्मान्तरे कायिक वाचिक मानसिक सांसारिक ज्ञाता आसन शयन भोजन गमन लेल्यादि वाच्यादि अदृश्य दृश्यादि सकल दोष परिहार पूर्वकम पितृकर्म निमित्तक पंचभौतिक स्थूल दिया शुद्धिकरण निमित्तक प्राश्चित भूदान गोकल्पित द्रव्यदान मिथान शरीर सूत्रण कवन सर्वणि ब्राह्मण अहम संतन तत्सन्न ओम स्वस्ति आया कोही आउँदैनन् भन्ने भने गाई बोक्नलाई एउटा कुसो टुक्राउनु हाताले यो कुसो टुक्राउनु ओम स्वस्ति खुलिरा गावमे अग्रत सन्तु गावमे सन्तु इष्टता गावमे सिद्धे सन्तु भगवन्तीको साधन पीडिता सिद्धता
सुरभिहरूमा तापमान चलाए त्यसको दशांश त्यही मात्र आइपुग्यो ओम स्वर्ण धर्म स्वाहा स्वर्ण छोटो स्वाहा स्वर्ण चौथी स्वाहा एउटा कुसै त्यो पछिल्लो चप्पल क्यार्नु लाएको नि लाउनु एउटा यहाँ टेक्नु थियो त चप्पल अध्यक्ष चाहिँ तथा चित्त छ प्राचीर गोदान प्रतिष्ठा समेत सिद्धियातम पूर्वत सर्वणि ब्रह्मणाय सुताय प्राचीर गोदान गोपवली गोदान बाचा स्वरूपाय तथा हम संप्रदाति स्वस्ति रीति को दिवचन में त्यहाँ पानी यानी गानी जग्गा पानी हजुर त्यो करमात्रको पानीको भन्नु त्यो अर्को हानि हुन्छ यसमा हजुर यानी गानी जग्गा पानी धन्वन्तरी तानी तानी सर्वाणी नसन्द प्रवेशन पदे पदे यता साथ गोदाको सुनार कामदात काम तथे पानी पऱ्यो आज सम्झिन नि जाडो छ सिद्धि आसन सिद्धि सामग्री सिद्धि सर्व सिद्धि सर्व पवित्र वस्तु जाडो छ भने कम राख्न अब पिण्ड पायस पकाउने बेलामा यो चुलामा यसो अभिषेक गरेर पकाउनु होला ल अब भिजाइराखेको दाजु तपाईँ यहीँ बसिरहनु न पुजारी यो पानी हटाउनु अझै त छर्ने बेला त्यो सिधा भेटिरहेको ल अहिले सिधाको अध्यायमा पुग्यो अहिले बिर्सिन्छ क्या अनि के गर्नु पऱ्यो यो पानी खाली गर्ने यो पानी त फाल्यो म त फुलबाट हाल्दैन सुन्नु त अर्को त पूजा पितृ अर्को त लिएर आउँदा त्यसै राख्नु त्यही भएर मुन्टो अगाडि कुस पानी हरि ओम तत्सत्पुर यजुर्वेदाध्ययनं मेघराज्य चूड़ामणि शर्मा सपरिवार स्वमाता सभार्य स्वभ्राता सपरिवार पिता लोकनाथ शर्मा नियमित श्राद्धन फिर परमेश्वर कृते देवसेना मनुष्यराम विद्युतीणाम स्वपितॄणाम से तर्पणम हम करें छोड़ दी त्यसलाई उठाएर पाए त जौ राख्यो ओम विश्वामित्र पर्दैन आज धेरै चाहिने नि त ओम विश्वामित्र यसो पूर्व अनुहार मात्रै फर्कायो ओम विश्वामित्र जिब्बा उता बाय जाता सत्य सिंह माता ब्रह्म पूर्व शब्द मध्य देवाय सुंदर ज्ञानम गाईको दुध मिसाइयो दुध मिसाइयो भाँडा ल्याएर राख न यहाँ भोलि आउँछ नि
भोलिदेखि भने भोलि र पछि अब त्यो अहिले झिक्नु पनि अब गाह्रो हुन्छ कतिपल्ट बेरिया हुन्छ त्योपल्ट बेरिया हुन्छ छिनाइदिनु त्यसलाई अनि फेरि गुरुले दुधो कवि नै के यसो सम्झाउनु पर्दैन उहाँ यहाँ कचरो राखेन चाहिएन त्यहाँदेखि झिकाउनु अब पछिसम्मलाई पुग्ने हामी चाहिँ अङ्गारामा नि पर्छ अङ्गारामा त्यसमा त पर्दैन ल अब दिँदै जाने है तुरुक्क पानी थप्नु पर्दैन होइन अहिले त्यो अङ्गारीको पानी पूर्वस्व ब्रह्मदेव देवा आगच्छन्त तिष्ठन्त गृहाणन्ते ताञ्जलानि त्रिपिताम भन्छु ओम ब्रह्मा त्रिपिताम ओम विष्णु त्रिपिताम ओम रुद्र त्रिपिताम ओम प्रजापति त्रिपिताम ओम वेदास त्रिपिताम ओम छन्दासी त्रिपिताम ओम वेदास त्रिपिताम ओम विषय त्रिपिताम ओम पुराणाचार्य त्रिपिताम ओम गन्धर्वा त्रिपिताम ओम ताराचार्य त्रिपिताम ओम सरस्वती त्रिपिताम ओम विद्यास त्रिपिताम ओम अप्सरस त्रिपिताम ओम देवानुगास त्रिपिताम ओम नागास त्रिपिताम ओम सागरास त्रिपिताम ओम पर्वतास त्रिपिताम ओम सरितास त्रिपिताम ओम मनुष्यास त्रिपिताम ओम यच्छांसि त्रिपिताम ओम गच्छांसि त्रिपिताम ओम पितासा त्रिपिताम ओम सुपर्णा त्रिपिताम ओम सुपर्णा त्रिपिताम भूतानि त्रिपिताम ओम वासवा त्रिपिताम ओम वनस्पतय त्रिपिताम ओम औषधय त्रिपिताम ओम हृदयं जगति त्रिपिताम ओम मरीचि त्रिपिताम ओम अत्रि त्रिपिताम ओम अंगिरा त्रिपिताम ओम पुलस्त्य त्रिपिताम ओम पुलहस्त त्रिपिताम ओम कृति त्रिपिताम ओम रचेता त्रिपिताम ओम भृगु त्रिपिताम ओम नारद त्रिपिताम दाइ जनैलाई माला लाग्यो त्यहाँ त बस्दिनु त घाम ताप्नु दिने हुन्छ आमालाई अहिले बस्नु पर्छ नसानी होइन बस्नु पर्छ ऊ तल बस्ने साथी यहीँ गरेर ठाउँ बस्ने नि भनेर नि बस्नु त्यही बस्नु बसिरा भाइको नि कसले हल्लाउँछ तपाईँलाई तपाईँ नि कसले हल्लाउँछ र यता फर्क बस्नु नबस्नु पानी खसाल्नु त्यही बसिरहनु त्यहाँ बसी त भयो र कान्छे बायाँ हातमा राख्नु त्यहाँ पुस राख्नु चन्दन राख्नु एउटा कुसो टुक्रो राख्नु ल यसो यो लैजाऊ छ डगरी अब यहाँ त्यो दान मारे भर्खर तिमी राख्ने जति पर्दैन पानी राख्ने हजुर यता फर्काउनु दाइ गौरी हातले होइन दाहिने हात आफूतिर ए हो त्यसरी यस्तो राख्नु यसरी यसरी फर्काएर दुधीखेर ल आफूतिर फर्काएर दुधीखेर खसाल्यो ओम भूर्भुवस्सुः सनकादय सप्त मनुष्य यागच्छन्त तिष्ठन्त ज्ञानन्ते ताञ्जलाञ्जलिं ओम सनक त्रिपिताम खसाल्नु ओम सनक त्रिपिताम ओम सनन्दन त्रिपिताम ओम सनन्दन त्रिपिताम ओम सनातन त्रिपिताम ओम सनातन त्रिपिताम ओम त्रिपिताम ओम त्रिपिताम ओम आसुरी त्रिपिताम ओम आसुरी त्रिपिताम ओम त्रिपिताम खसाले अब सबै हो ल अब खगौतो है त नि अब तिल लानु जौ अहिले ल्याउनु होइन खै कतै ल्याएर खाऊ त छैन ल्याएन नि ल्याएन अरे भयो सानो ल्याइँदा अरू ल्याएर हेर है सबै सोध चन्दन राख्ने मोटक राख्नु अब सक्दैन खाऊ त ल्याउँछ नि ओम अब सक्दैन बाटी दक्षिण सकिन्छ अनि माया हुँदा टेका भन्छ सकिन्छ नि सन्त स्वामी खाऊ त माथि राख्ने खाऊ त कहाँ राख्ने ए माथि राख्नु माथि राख्ने
नि अनि पानी हाल्ने हो त्यो भाँडाले हाल्ने बाबु मलाई तुरुक हसाल्दै ओम कब्बे पानन र तिबेलाम जन्ति तस्मै सुरायन तिति मेरा सोमत्र विराम जवाब दिएर आगो फोटो राखेर हामीले नि त्यहाँ ओम निरायण ओम बेगोदरायण ओम चित्रायण अब फेरि मोटो थप्दै बायाँमा सार्नु दाहिने मोटो पिलर फेरि थप्नु हुन्छ ओम अब सोपित्री ओम भूर्भुवः स्वः ओम आवेशन्तु वितरणानन्दिताञ्जलाञ्जलिन् उदीरतामामरः उत्परासः अद्यको हजार बनाइएको छ त्यहाँ किनेको छु असुन जे युरविकाय विकाज्ञानेन बन्धुरुतरेषु अद्य कौडिनेवत्र सगोत्री पितृ लोकनाथमा वैश्वरूपतितामिदं त्रिलोकं सदाय नमः एक अञ्जलि दिनु दोहोरो अञ्जलि अङ्गिरस नपितरो सर्वानु भेष अद्य कौडिन्यगोत्र लोकनाथ शर्मा वैश्वरूपतितामिदं त्रिलोकं सदाय नमः द्वितीयमञ्जलि अद्य कौडिन्यगोत्र परपितामह पिता लोकनाथ शर्मा वैश्वरूपतितामिदं त्रिलोकं सदाय नमः तृतीयं मन्दिरमिदं भूतं सर्वयतमिन पिता हजुर तृप्त हुनुहोस् दिनुहोस् अब हजुरबा आद्य कौडिन्य गोत्र पितामह हजुर बलभद्र शर्मा रुद्र स्वरूप त्रिपितामिदं तिलोदकं तस्मै सदाय नमः पहिलो अञ्जलि ये च पितरो ये च येन यश्चान् विद्या विमोचन प्रविद्यं त्वं विद्या इति जातवेदाः आद्य कौडिन्यगोत्र पितामह बलभद्र शर्मा रुद्र स्वरूप त्रिपितामिदं तिलोदकं तस्मै सदाय नमः द्वितीयाञ्जलि ओम मधुवातारिताय मधुन कथोषधि अद्य कौडिन्यगोत्र पितामह बलभद्र शर्मा रुद्र स्वरूप त्रिपितामिदं तस्मै सदाय नमः तथा मामार्गा हजुर यहाँ मैले पुर्यत बाबुलाई सोधेको 3 पुस्तालाई दिने होइन उसले लोकनाथ बलभद्र सिर्किनलाई भन्यो बुढो हजुरबा अब बुढा हजुरबा अद्य म कौडिन्य गोत्र परपितामह पितामह परपितामह तिनकालाई त्यही त सादा बुढा स्वरूप आदित्य स्वरूप त्रिपितामिदं तिलोदकं तस्मै सदाय प्रथम हजुरआमाहरूको आउँदैछ मधुवातारिते मधु नक्तमतोष मधुपतिका गुरज मधुर मान्न वनस्पति मधुरमा हस्तु सूर्य मधिगार्भ वन्दन अब हजुरआमा अद्य आफ्नै हजुरआमा अद्य कौडिन्यगोत्राय पितामही तुलसा नामिनी देवै रुद्र स्वरूप त्रिपितामिदं तस्य सुतापतम तस्य आमा गन्धाभितरामाचार सोमोदित तेन शपथ न
पितामही के नाम हो कौशिला कर्म सबन्धमिदं कौशिला नामिति वै सर्वत्र पितामही तिलोदकं तस्मै सदा प्रथमं तस्मै सदा द्वितीय तस्मै सदा तृतीयनाञ्जलि आमावाजय प्रगवजनम्य ध्यामापितृरूपे आमामृतत्वेन अब बुढी अध्यय जमुना खाबाट अध्यय अध्यय जमुनाको सासू नाम क्या हो? होइन निन्यवत्राय पितामही आगे लेखे आएर त्यही भनिदिनु पर्दैन त तपाईँले जमुना नामिति वै आगे लेखे आएर आइसक्यो फेरि दाइ भनेर राख्नु त्यो अङ्गारी राख्नु त फेरि बायाँ हेर्न सार्नु त्यहाँ फेरि एउटा त्यो खसालिदिनु मोटोको फेरि अर्को मोटो राख्नु तिल राख्नु चन्दन राख्नु म त किताबमा जान्नु त देखे जस्तो लाग्यो मामार त्यताको सक्यो यता फेरि आउँछ मामार के अरे मिरे मामा होइन पहिला हजुरबा हजुरबा बाका आमाका बाबा तपाईँको बाबाको नाम लेखेर राख्नाले होइन यहीँ छ मोबाइल त्यो हेर्न होइन आमाले भनिदिए सहिलो हुन्छ नि। हजुरबाको नाम के अरे बाबाको नाम त देबु देबु त्यही त घरको बाहिरको एउटै भएको छ देबु भने। देबु घिमिरे हजुरबाबुलाई कृष्ण देबु घिमिरे देवुको आमाको नाम यहाँ आमाको लल्लुमाया मातामह अध्यय लल्लुमाया मातामह देवु शर्मा स्वरूप नामकाले बोलाउनु चलन थिएन हामीले थाहै छैन फलाना कि आमा हान्थे कि आमाको नाम थाहा भयो जमाना नमो भपितर सुराय नमो भपितर घोराय अब चाहिँ हजुरका हजुरबा हजुरबा गिरधारी अध्यय काठोद्राय माताधारी शर्मा वस्तुरूप त्रिपितामिदं तिलोदकं तस्मै सदा प्रथम अञ्जलि तस्मै द्वितीय तस्मै तृतीयनञ्जलि नमो पितरसाय नमो पितरशेषाय नमो पितरजीवाय नमो वः पितरस्वराय नमो वः पितरघोराय नमो वः पितरमन्यभ्ये नमो वः पितरः पितरः नमो वः गिरिनाम्न पितरो दत्तो सत्वः तस्मै पितरः पितरो तस्मै तदब्बः पितरो वाच अब त्योभन्दा माथिको कुखुरा कुखुरा हजुरबा हत्ते हत्ते दुई पुस्ता हो त्यहाँ 3 पुस्ता मलाई थाहा मामाहरू त दुई पुस्ता मात्रै हिँड्छ नि एक पुस्ता बढी गरी अब त्यो अर्को पुस्ता उनीहरूले पनि गर्दैन हामी के ल अध्यय वृद्ध परमात्मा वृद्ध परमात्मा वृद्ध परमात्मा मुख शर्मा स्वरूप आदित्य स्वरूप त्रिपितामिदं तस्मै सदा प्रथम तस्मै सदा द्वितीय तस्मै सदा तृतीयनञ्जलि तथा च खाली तथा च मातामही मातामही त्यो नाम थियो हजुरआमाको नाम अघि आमाको नाम हजुरआमाको लल्लुमाया लालुमाया देवी वत्सरूप त्रिपितामिदं तिलोदकं तस्य सदा प्रथम तस्य द्वितीय तस्य आमावाच प्रगवजनमय ध्यामा पृथ्वी आमा गन्धा पितरा मातारसमोरितसेम त्योभन्दा अर्की आमा अध्यय मातामही तस्मै प्रथम द्वितीय तृतीयनञ्जलि वृद्ध परमात्मा अमुक नाम अमुक नाम दिव्य तस्य यथा प्रथम द्वितीय तृतीयनञ्जलि आमावाजय प्रगवजमय ध्यामा पृथ्वी आमा गन्धा पितरा मातर आमा अमृतत्वेन गम्यत फेरि मोटो छ भन्दा फेरि मोटो गर्छ पहेँलो फुलको त भइहाल्छ त्यो त नटिप्नु होला छकाको त टिप्नु हुँदैन त्यो सरको चाहिँ नटिप्नु तल त त्यहाँ छ नि ल किन ठुलो सानो आजलाई पुग्ने फुल छ भोलिलाई खोला दाइ ठुलो सानो आज बिहान बनाएको दिदी जमाखा फुल टिप्नु हालेर नटिकन घरको ठुलोबा हजुरबा विद्युकान्त साको त हजुरको ठुलो सानो भाइ ठुलो सानो कोही पनि मरेन सबैजना अनि त्यस पछाडि आयो फुपू दिदीहरू कोही
फुपू दिदी खै थाहा छैन त्यो नाम त सेती दिदीको नाम के हो सेती होइन सेती हो अध्यय पितृ सोसार सेती नामले त गमतु त्यति नन्द तिनीहरूको भान्जी दिदी हो नि यसले दिन दिँदैन अब आमाका दिदीबहिनी आमाका दिदीबहिनी छैनन् परेन अब त्यस पछाडि आयो मामा मामा एउटा मोटो थाउनु मामालाई अध्यय काशी वन्द्रमा ज्येष्ठ मातुल कनिष्ठ मातुल मध्यम मातुल कुन चाहिँ पहिला जेठालाई दिनु अनि माइती माइजू हुनुहुन्छ ओम अध्यय काशी वन्द्र अस्मात् ज्येष्ठ मातुल दिनु के नाम हो दाजुभाइको नाम थाहा होला नि आमालाई ज्येष्ठ मातुल घनश्याम शर्मा बस्वतपति वेदान्त तस्मै अञ्जली मातुलानी नि माइजूको नाम के हो थाहा छैन दिनु टिपेर खानु के दाजु एउटामा च्याक्क माइजूको नाम त मलाई कसैले भन्दैनन् के थाहा नि अब त्यस पछाडि आयो माइलामा मध्यमा मातुल के नाम हो घनश्याम शर्मा बस्वतपति माइजू अनि कान्छा नन्दु घिमिरे कनिष्ठ मातुल होइन के हो चेकना छ ए साइला माग्नु हुन्छ सन्जिला मन्दिरमा के के हो साइला आना गिरिराज शर्मा कत्रो उमेरमा बित्नु आयो नन्दुली ल फेरि मोटो गरेर थाउनु त फेरि मोटो गरेर थाउनु कुन चाहिँ हो मुसे माइला हान्ने माइला सीता कुन कि छोरी हो त्यो मुसे माइला हान्थे त्यही सुने हो मुसुमाइला न माइला ल पानी लिएर आउँदा घर ल अब आयो गायत्री गुरु मन्त्र सुनाउने गुरु वासुदेव अधिकारी अध्यय कश्यप गोत्र गायत्री गुरु वासुदेव शर्मा वसुस्वरूप प्रथम तस्मै द्वितीय तस्मै गुरु आमा दिदी हो के हो नाम रम्मा ल ओए कहाँ दिए त दिदी भाइ भाइ त किन बोलाउनु लागि किन आजै पाइसकिन् दिदीले अब त्यस पछाडि सास ससुरा मेरो पनि दिनुपर्छ होला नि दिन्छ किन अध्यय ओम भ्राता गायत्री गुरु दिल्ली राम शर्मा स्वरूप एकता निरन्तरम तत्संग सदा प्रथम द्वितीय तृतीय तथा गुरु माता के नाम पनि उसको दिल्ली रामको चन्द्रकुमारी चन्द्रकुमारी नाम देव तत्संग सदा प्रथम तृतीय नाम सासु फेरि मोटो काम ससुरालाई दिनुपर्छ होला नि पानी दिनु नि भन्दैछ एकदम ससुरालाई त कहाँ जिउँदा हर्कालाई नदिनु जिउँदा हर्कालाई चाहिँ बोलाएर खुवाउनु कि गएर खुवाउनु कि हाम्रो लाएर खुवाउनु कि उहाँगाएर खुवाउनु मरेकालाई दिनु किन्न पकाउनु पोरल ढिलो ढिलो गयो अनि त्यही भएर अहिले त आगो सागो यहाँ बत्ती बालेर आह्वान भए हो अब सुरु गर्दा हुन्छ हुन्छ त्यही त ससुरा किन बद्रीनाथ पढेर पौडी रात्रि गोत्र ससुरा बद्रीनाथ शर्मा स्वरूप सासु आमा अन्त बाबुको त दुइटै हुनुहुन्छ फेरि थाउनु जेठाल्न त भएन जेठाल्न भन्छ फेरि मोटो छ फेरि मोटो हुन्छ निर्पमर्दन भूमिपतिलाई दिनु के बाबु मैले सोधेँ अरूले चुखो कुरा खानुहुन्छ अरूलाई भइहाल्छ अन्त नि पिण्ड पूजा गर्ने बाहेकलाई त भइहाल्यो मैले कान्छा देश भाइले हजुरले र आमाले भन्नु हामीले पुजान मिल्दैन र पहिलो पुजारे हुँदैन
एक हप्ता भन्नु हा यो भन्दा मलाई चाहिँ के भने हैन अहिले बिना पूजा उसले दिए पैसा दिनु हो त्यहाँ चाहिँ अब जस्तो यो तपाईँले श्राद्धको भुएसीको टिका लाउनुहुन्छ भनेदेखि चाहिँ यहाँ पूजा गर्ने अधिकार छैन हुँदैन अब यो अहिले त्यो भएर मैले गर्न छोडेँ क्या ल भयो भयो दिनु दिनु त अध्यय काश्य गोत्र भूमिपति निर्वमर्दन वीरेन्द्र वीरविक्रम साहबे सपरिवार सहित पृथ्वीनारायण तथा च भीष्म पितामह पर्यन्त तेब्बे सदाय नमः निर्वपति ल फेरि म दोहोऱ्याउँछु यसो यहाँको भुएसी दक्षिणा दिइन्छ यहीँ गरिन्छ यसो फुलफुल चढाउने श्रद्धा व्यक्त गर्ने छुट्टै कुरो हो होइन त्यो त तपाईँहरूको अधिकार हो नि अहिलेको छलफल गरौँ न यो कुरो तपाईँहरूले फुलसुल चढाउने पाइहाल्नुहुन्छ फुल चढाउनु पाउनुहुन्छ अरू पिण्ड पूजा गर्नलाई चाहिँ एक साइड बसेको हुनुपर्छ भन्ने मान्यता छ ल भयो नटुटाइकन धारो खचालिरहनुहोस् सानो धारो त्रयम सपत्नी जननी माता महात्रयम सत्री त्रितनयाति तात जननी सौभातर सत्रिय तताम्बात मदिन्या पन्त्य भव युग जया पिता सद्गुरु शिष्यतः पितरो महालय विदौ तीर्थे तथा तर्पणि ब्रह्म ब्रह्मपुत्रं देवजीर्मानवः पितन्दो वितरा सर्वे मातृमाता महादयाः पितृवंशनिताय च मातृवंश तथैव च गुरुस्व सुरबन्धूनां ये चान्ये बन्धवामिताः ते तृप्ति महिलायन्तु ये तस्मात् एकाङ्क्षिणाः ये बान्धवा ये जन्म जन्मनि बान्धवाः ते सर्वे तृप्तिमायन्तु मध्यदेनामुनाखिलाः देवसुराः तथा यक्षा नागा गन्धर्वराक्षसाः इचास गुह्यकाः सिद्धा कुष्माण्डास्तरा जलचरा भूमिचरा वाप्याचर जन्तवः ते तृप्तिमखिलायन्तु मध्यदेनामुनाखिलाः नरकेषु समस्तेषु यातनासु च ये स्थिताः तेषां वाप्य येन एतद् शरीरं मया अतीतकुलकोटीनां सप्तद्वीपनिवासनाम् अहं ब्रह्मा भुवनालोकान् इदमस्तु तिलोदकं यत्र कोचन संस्थानां सूत्रेणोपतात्मनाम् इदमोक्ष मया वस्तु मया दत्तं तिलोदकं मया दत्तं तिलोदकं त्यो पखालेर बाहिर हाल्नु नजिक ल्याएर हालिदिनु जनाइको सिखा चोबाल्नु दाइ जनाइको सिखा चोबाल्नु बाहिर निकाल्नु के चस्मा कुले जाता कुत्रा गोटे डामी दाइ पर्यन्तमा यहाँ जाता सबै हुन् त्यसो पानी सेचन आज पनि हरिहरि मिसर ल अब त्यहाँ सर्टकट बनाउनु दाजु त्यही हजुर होइन त्यही पानी यतापट्टि क्या त्यो छवटै पढ्नु जानु ओम ब्रह्मा जज्ञानं प्रथमा पुरस्तात् श्रीमतः सुवीरो वेनावः उपद्या उपमा सविष्ट सतस्य योनिमसहरिव ब्रह्मणे नमः ओम इदं विष्णुचक्रमे तेदान्विदधि परम समूहमर्पशगुं सुरेश्वरां विष्णवे नमः ओम नमस्ते रुद्रमन्यवतोतायै गले नमः भाग्यामुतये नमः ओम रुद्राय नमः गायत्री मंत्र संवर्ग जानु ओम भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं नमः ओम जल का देवता ओम वरुणस्य तम नमः वरुणस्य वरुणाय नमः मित्र को पूजा ओम मित्रस्य
अब अर्को बनाउनु पर्छ त्यो अर्को पनि त्यसमा राख्नु पर्यो दही राख्नु चन्दन राख्नु अक्षत राख्नु फुल राख्नु सुपारी राख्नु पैसो राख्नु सिङ्गो फल राख्नु सुपारी का हाथ सुपारी खाई भोलि नि हेटा होला गर्नु मैले त्यो उसमा सबै राखेको छु गनै सुपारी पैसा कहिलो प्लास्टिकमा छ नि अनि त्यहाँ हैं ल एउटा सुपारी राख्दिनु तर सिङ्गो त्यो केरा एउटा राख्नु फल राख्नु भेट्नु सकेको फल माथि पनि राख्नु उस राख्नु दुगो राख्नु फुल राख्नु तुलसीको माटो पत्ता तुलसी पत्र पनि राख्नु तुलसी पत्रकै पत्र माटो दे तुलसीको पात मानिसन पाप पात के त नि त्यही भने एकै ठाउँ एउटा पात राख्नु पानी हाल्नु सर्सिम श्रीखण्ड गोदावरी सिन्धु सरस्वती नर्मदा सिन्धु कावेरी जलस्मिन् सन्निगम कुरु पैसा राख्ने अर्घाय नमः ओ अर्घ पात्र आइ नमः डबल हो भने त्यसो पानी राख्दा पकाल डबल छ त त्यहाँ भाइ ए यार त ल अब यसरी गाईको थुङ्गा नाच्यो हेर्नु मन राम्रो पर्दछ अङ्कुश राम्रो पर्दछ यसरी माछु माछामा राम्रो पर्छ यसरी शङ्खमा राम्रो पर्छ आज दशहरा पनि भन्ने आशा सूर्यनारायण उठेर सूर्यनारायणलाई अर्घ दिनु आज चाहिँ सूर्यको विशेष पूजाको तिथि त्यही जलमा अहिले तर्पण दिएकै जलमा यति धेरै लिएर कुरो सक्नुहुन्छ भने दाहिने बाबु उठाउने ओम यही सूर्य चौधपति गृहणमा अलि माथिबाट गृहणमा अर्घ दिवाकर राम तल ओम अब यसरी हात उठाउनु ओम अदृश्यमस्य तप विवस्य मयोजना राजयन्ते अग्नये यथा उपयामो गृहीतोषि सूर्याय त्वाय भ्राजाय खेतवती योनिः सूर्याय तो भ्राजाय सूर्यवादिष्टं भ्राजिष्टस्त्वं देवस्वसि भ्राजिष्ठो मनुष्येषु भूयात् अब यसरी आहो आहो बनाउने ल ल वाल जस्तो बनाउनु अजुन पूर्वपट्टि राज्य दिशे इन्द्रिय नमः आग्नेय दिशे आग्नेय नमः दक्षिण दिशे हेमाय नमः प्रतीच्यै दिशे वरुणाय नमः वायव्य दिशे वायव्य नमः उदिच्यै दिशे कुबेराय नमः उत्तरपट्टि ईशान दिशे ईशानाय नमः यता अगाडि फर्किनु आकाशपट्टि ओम ऊर्ध्वाय ब्रह्मणे नमः अधो दिशे अनन्ताय नमः तल पाउनु बसेर नि माथि जानु ब्रह्मणे नमः अग्ने नमः पितृ नमः जम्पात्रे नमः वाचस्पतये नमः त्यहाँको जल चोक्नु यो यसो अनुहार लाउनु सर्वे यस्तो शतम भुइया छ हात धुनु एउटा हात धुने भाँडो राख्नु पायो हुन्थ्यो त्यहीँ चिसो हुन्छ अहिले फोर्स छैन यसो धुर्दी राखिदिनु त्यहाँ केही नभए त्यो फलहरू राखिदिनु तर्पण कार्य ईश्वर चाहिँ ए बत्ती बाल्ने हुन्छ नि घिउको बत्ती बाल्ने हजुर घिउका अहिले श्राद्ध गर्दैछौँ घुमाउने त्यसलाई कुदाएर पर्छ त्यसलाई कहाँ राख्नु यता राख्नु
साइडमा मात्रै राख्नु हजुर चलाइदिनु सिँगी चलाइदिनु यो काटेको खुवाएर राख्नु यो काटेको अनि त्यही पानी चढाउनु न आज जाडो भयो तातो चिया चाहिँ खानु पर्ला जस्तो लाग्यो दुध चिया कि कालो चिया दुधै खानु न कति छ छ ल अब यो सेलाउनु पर्छ एउटा पुस लिएर घुमाउँछु तर्पणा कार्य विसर्ज बाँकी बिक्रीलाई छ बुवालाई त्यसलाई त्यता साइड सार्नु बाबु त्यो साइड राख्नु नि यता दिनु नि दाइ दियोको बजारमा हुन्छ नि बाटो ल्याइदिनु बाटा ल्याउनु ले माला भइगयो नि बल्ल छोरी हालेर माया नभए त मोटै छ शरीर कान्छी छोरी आउने हो कि होइन नि कान्छी छोरी आउन नहुने मान्छे कस्तो पानी आला फेरि मेरो पनि बिजोको ईश्वरले के झाँटेर म जहरी झारिदिन्छ मोटो लिनु जनाई लिनु सुपारी लिनु अक्षता लिनु अब यहाँ छु पुग्नुहुन्छ फुल पनि लिनु अद्य कौडिन्य गोत्रस्य पितृ लोकनाथ शर्मा वसु स्वरूप अद्य कर्तव्य सांवत्सरिके एकोत्रिश श्राद्धे अनेन ताम्बूल गन्ध पुष्पाक्षतेन तन्मया निबन्धित राधे हाते हुन् अक्रोधनै शौचपरै सततं ब्रह्मवादिने भवितव्यं भवति च मया च सर्वकारेण सर्वाय सर्वनिर्मुक्तै मानवकर्तव्यवर्तितै भवितव्यं भवति अब खै अहिले नाली हल्ने चाहिँ यहाँ एउटा दुनु राख्नु जल राख्नु यहाँ ब्राह्मण जल राख्नु मोटक लिनु पानी त्यहाँ नुहाइदिनु त्यो उठाएर बाँया चलानु यसरी पानीसम्म अब यो पर मात्रै ल ठिक छ अहिले यसरी लिनु दाइ मोटो घाटमा लिनु नि हो त हरिओम तत्सत्पुरुषार्य लोकनाथ शर्मा सर्व कर्तव्य सांवत्सरिके यस्तै सुधा कार्य मोटोको मात्रै तुरन्त जल त्यहाँ अगाडि राखिदिनु सभ्य हुनु त्यसो हात देखाउनु आगता युगमा हजुर आउनुहोस् स्वागतम वयममा हामी स्वागत गर्दछौँ एकदम मास्यामा अहिले दिएको आसनमा बस्नुहोस् आस्यात यतिको दुर्योधनमा अब सबै जल चढाउनु एकाजन कर्णपात्र निर्माण मन गरिसे पुरुष त्यो आदि अगाडि जानु त्यो कर्णपात्रको चिज सबै त्यहाँ खानु पूजा गर्नु ओम जिरेवा देव हेदनन देवा सकृमा वयुम अग्निमान सन्त विश्वान जय गुणस यदि देवा दिनसेमा गुणसी परिगुणमा यदि जाग्रा देशमा अवे देवा देशले विश्वान हुन्छ त गुणा छ सभ्य हो
त्यो पुस्ता टोक्रा लिनु अवश्य गर्ने हो। म पवित्र आफूलाई आफ्ना सामग्रीहरूलाई आफ्ना परिवारलाई सबैलाई ल अब मोटक लिएर पाइन्छ पानी छर्किन आयो पर्दैन ल पुष्पा नि यहाँसम्म त नि यहाँ ब्राउडी मैले धान काट्न बोलाएर पनि क्यान्सल गराएर त्यति कन्टिन हरिओम तत्सपुरोचारितौडिन्य गोत्रस्य पितृ लोकनाथ शर्मा वसुस्वरूप अद्य कर्तव्य संवत्सरिके योगतिष्ठ श्राद्ध नियमित योगतिष्ठ श्राद्ध मेबी द्रव्य महम करिसे छो यहाँ छो कुल्ले राख्यो भन्नु त ओम देवताभ्य पितृभ्यश्च महायोगिभ्य एव च नमः स्वाहायै ईश्वरायै नित्यमेव नमो नमः ओम देवता पितृभ्यश्च महायोगिभ्य नमः स्वाहायै ईश्वरायै नित्यमेव नमो नमः सर्ववेदो सर्वमेवालिन्दरीरो चक्रवागसरितेषु अंसंसरिषु मानसे तेरि जाताः गुरुतेषु ब्रह्मणमेवार प्रत्येकसर्वमननिर्गुणवसिद्ध ते विक्रमोत्या गुरुकन्यैर्जातः कालञ्जलि सकलतैर्वागी मनसे वयन्द्रित पञ्चकोशमेवाक्षणं शातमम गयादेतं तथापूर्वं गदाधरं उमावंश उमावंशनवैतं तथातसमारे गया गयो गया जतो गायत्री गया गदाधर गजाधि गजाधर शान विष्णु कमलासन कार्तिकेय गमनीय करुणी ओम गयाय नमः गजाधराय नमः ओम हजुर नारायण हजुर त्यहाँ चढाइदिनु हजुर म एउटा होइन भन्नु न जानु न त जानु दाइले कि उतैबाट आयो ए जानु त जानु हजुरलाई अब हजुरलाई अनि माथितिरबाट अब मिडिया प्रभारी यता भइसक्यो त्यो विषयमा नि होला बुढा होइन मेरो त मिलेन हजुर मेरो त ठ्याक्कै 17, 18 16, 17, 18 19 त्यो मेरो साप्ताहिक कार्यक्रम छ क्या त्यो भएर हो हजुर मैले त त्यही भएर उयो बेलामै मेरो अनुकूल छैन भने अब सप्ताह मेरो ठ्याक्कै सानो अहिले अलि ठिक भएको छ भिडियोको बनाछ ल अनि दाजु चाहिँ के जाने कि नजाने कि नखा हजुर त्यही त अब फेरि अब यसो भयो फेरि दाजु उहाँ नजाने भएपछि त मैले अस्ति भनेको थिएँ नि त उहाँको चाहना चाहिँ नेतृत्व गरेर हजुरलाई र मलाई भनेर भन्ने कुरो चाहिँ उहाँको चाहना पहिले मैले बुझाएको थिएँ अनि मेरो त मलाई उठि उठन जान थियो त्यो बेलामा पनि मेरो मिल्दैन कि मैले यस्तो आफैले सेट गरेर कार्यक्रम भनेर एकपटकलाई मैले चाहिँ बिदाई मागेँ परिस्थिति मेरो त्यस्तै पऱ्यो अरू भरे कुरा अनि अर्को कुरो मेरो गाईले पनि मलाई समस्या गराइरहेछ नि त नि गाईले पनि समस्या राखेको क्या मेरो हिजो उहाँ बाउ पुऱ्याउनु गएको त्यस्तै भयो पैसा दियो पैसा दिँदै दिएन ल्याउनु न फेरि यस्तो गाह्रो भयो गाईले नि म बसेको जति बेला जहाँ जसरी बसेँ नि दुन्छु म चाहिँ अर्कालाई दिँदै नदिने हो कि त्यो भएर जुन ज्याхан त होइन होइन अङ्कल त्यो आमालाई हो त्यो हजुरले चिन्नेवाला औँठी खोल्नु दाइ अलि पछाडि सरेर खानु ल यहाँ चिया आयो
हस् हस् बरु हस् 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 हजारले नि हैरान बना खाने हुँदैन अरू चिया योगको काम योगले पनि हैरान पारेछ मलाई चिया खानु मिल्यो भने त 19 गते बिजी छैन कार्यक्रम 19 गते त्यहाँ पनि है 84 आजानगर बस्नु चिया बना खान बस्नु चिया खानु जानुहोस् चिया बना खानु चिया खाने क्या चिया भन्नु त्यो भएर रोटी तताइ दिया भने खानुहुन्छ खान्छ रोटी खानु जा खै देख्नु रोटीको साल बराबरी 11 कसको चन्द्रकलाका टिकोला देखाएको फोटो चन्द्रकलाका चन्द्रकला यहीँ छन् केरा त्यहाँ टिकोला फोटो देखाएको चन्द्रकलाका अहिले हिँड्छन् मन्दिर गएर बसेको थिएँ पहिला त मन्दिर गएर बसेर मन्दिरबाट त्यहाँ गयो मन्दिर के बिरामी के भयो नवराजी आउँ बिराम भइदिनु बिदा हाजेर केटी हेर्नु परेन कति दिन चिया ल्याइजाऊ न चिया ल्याइदिए ल्याउँदैछन् कहाँ छेउ भएन अब अच्छा श्याम दिदी आउनु न यहाँ मैले प्रसाद तता थियो कि तँ नखाऊ गोरु लड्डु हजुर यो नखाऊ यो खाने भनेको फेरि भने ल औँठी लाउनु हात धुनु औँठी लाउनु अब सबै हुनु भोलि तिहार रोटी खानु न मम्मी ठुल दिदीले दिदी त हिजो आउनु खै कि आफ्नो किन त बडा स्वादिलाले खानु त रोटी त खाने अहिले खाने बेला आउँछ नि अहिले खान्छ ल दिदी चियानी सेवा बायाँ कहाँ हातमा जानुहुन्छ भने बायाँ हातमा अक्षता राख्नु सर्स्यौँ राख्नु मुटक राख्नु हुन्छ नानी हुन्छ तिल राख्नु तिल पनि भ्याइयो त ल्याउँ त के सक्यो अरे एउटा फुल राख्नु मुटक र फुल हातमै राख्नु अक्षताहरू छर्दै जानु पूर्वपट्टि खानु ओम अग्नि खताः पितृगणाः प्राची रक्षतु मे दिशम त्यहाँ छ नि छर्दिनु ओम अवता सुरा रक्षा कुञ्चित अब दक्षिणपट्टि ओम तया परि गता पान्तु मे मे पितर स्थिता अवता सुरा रक्षा कुञ्चित पश्चिमपट्टि ओम प्रतीचि माज्या पादस्तवतः अवता सुरा रक्षा कुञ्चित आफ्नो पछाडि उदिची मपि सोमपा अवता सुरा रक्षा यसो आकाशतिर ऊर्ध तत्त्याय रक्ष भूत विचार सर्वदान सर्व तत्सात् दीपस्तेषां येमो रक्ष्य करोतु मे यहाँ अगाडि नि छर्दिनु त्यो बाँकी रहेको एउटा बोतो दुनोमा पोको पार्नु चिया खाजा हो तर दुनो बोतोमा पोको पार्नु यसरी घुमाउनु
त्यसरी घुमाउनु र लहर पछाडि सिउली ओम नियमी सर्वम एकदम तीनटा कुर्सा टुक्रा लिएर दक्षिण फालिदिनु यिनको दुरता सर्वे प्रज्ञानम दानव तथा सर्वैर्न सर्वविघ्नो अब चाहिँ अपसभ्य हुनु सभ्य हुनु हेरेर अनि यसो हात जोड्नु नमो नमस्ते गोविन्द पुराण अपसभ्य हुनु मोटो लिनु मोटो लिएर पाइन्छ अद्य कौलिन्य गोत्रस्य पितर लोकनाथ चर्म स्वर्ग तथा संवत्सरी मोटोको रूपमा सोधा यहाँ राख्नु गणेश परिहरू अब यो दुनो हटाइ हस्तारको माउम गरिसक्यो गुरु चाहिँ फेरि अर्को दुन राख्छ त्यहाँ एउटा गाँठो पारेको कुछ राख्नु जल पिराख्नु पिलो चाहिँ क्षमता यो त भुल पनि भयो पानी राख्नु न उठाउनु त्यसलाई उठाएर पानी अब त्यसलाई हातमा उठाउनु र यहाँ घुमाउनु त्यो फुल र पवित्र मात्रै फुल पनि लिनु पवित्र पनि लिनु घुमाउनु त्यहाँ नमो नारायणाय यहाँ राख्नु फुल मात्रै फुल पवित्र त्यसलाई छोड्नु यसो हातमा के त्यो हातमै राख्नु न भाइ यस्तो हात दिव्या पापायसा सम्भोरिया अन्तरिक्ष उत्तपात विद्या हिरण्यवर्ण युज्ञ स्थान आप शिवा सर्वम एउटा मोटो लिएर पान्छ अद्य कौलिन्य गोत्र पितर लोकनाथ स्वरमांग स्वरूप कर्तव्य सामूहिक सुधा थोरै जल पुरु बाहिर त्यही राख्नु यो फुल मोटल त्यही छोड्नु यो फुल पवित्र झिकेर त्यही राख्नु सभ्य हुनु त्यहाँको जल चोप्नु यसो शिरमा लाउनु अचचम देवी तम्बुरता चरता पश्चिम चरता सतम जुनियामा चरता सतम भुया छ चरता सता हात धुनु यहाँ घुट्याउनु पितृभ्यो स्थानमा चाहिँ कुसले तीनटा कुसले खिच्दिनु अर्थ हिस्से ल पूजा हार्नु अब सबै पूजा गर्नु डौली गएको थिएँ चितवन भाउतिर कार्य त्यहाँ सप्ताह आयोजना गरेका थिएँ निम्ता गरेका थिएँ यसो हालिरहेको चन्दन अक्षता फुल यहाँ ब्राह्मण पनि बिगार्नु पऱ्यो चन्दन अक्षता फुल धुप गीत नैवेद्यहरू भेटीहरू सब चिज देवघाटमा माहलमा छ ठुलो कार्यक्रम छ अब देशको माहौल कस्तो हुन्छ भोलि पर्सिदेखि माहौल बिग्रिने अब जस्तो अवस्था छ